उठ्यो गुड मर्निङ खै उठेको खै भने गुड मर्निङ भने खोइ हात उठाएको खोइ हाँसिएको खोइ हाँस्नु हाहाको नि खोइ बस भयो गुड मर्निङ भयो दिदीमा जान्छ नाच्दैछ अहिले बिहानै लुगा धुँदैछु यहाँनिर भाइ हेरेकै छ म त हेरेकै भन्दैछ गाडी स्टार्ट भयो अब चाहिँ जानुपर्छ सब्जी उठाउन अर्ली इन द मर्निङ काम लाग्यौँ हामी चाहिँ सब्जी लिन अब जे पाउँछ त्यही लिएर आउनुपर्छ कम्ती अहिले चाहिँ स्टार्टिङ कम्ती अलिक पछाडि बेसी काकाले टिप्नु भएछ बुटुल्दै हिँड्नु पर्ने हुन्छ अब एकछिन चाहिँ यहाँनिर चाहिँ यस्तो छ त्यही भएर चाहिँ यो काम सुरु गरेको हेर्नु अब यो जग्गामा एउटा मात्रै घर छ मतिमहरू बस्नुहुन्छ र यहाँनिर बिचरा केराहरू फल्छ के जाति अलिअलि भए पनि पैसा देखोस् न मैले भन्ने कुरा पैसा अलिअलि आउने गाउँमा अलिअलि 10 रुपियाँ 20 रुपियाँ आउनु थाल्यो भने पनि गाउँ चेन्ज हुन्छ नि त्यो चाहिँ हामीले मार्केटबाट ल्याउनु पर्यो पैसा चाहिँ कहाँबाट भन्दा चाहिँ मार्केटबाट यहीँनिर चाहिँ उब्जाउ हुन्छ अब मार्केटमा लगेर चाहिँ सौदाहरू बेचेर चाहिँ अन्त मात्रै चेन्ज आउँछ गाउँमा त अब अलिकति भए सबैभन्दा साह्रो चाहिँ त्यही हो पैसा देख्दैन नभए त चिजबिजहरू गाउँमा जति त के हुन्छ होला सहरमा पनि त्यति नै छ तर गाउँमा जस्तो फ्रेस चाहिँ पाउँदैन नि त सो त्यसले गर्दाखेरि चाहिँ तल मतिमहरूको पनि सौदा मागेको थियो लगिदिन्छु म दिनु मलाई अलिअलि पैसा हुन्छ जसरी भए पनि म तपाईँहरूलाई नमारिकन लान्छु अनि बेचेर ल्याउँछु भन्दै आएको छु गाडी पनि जाँदैछ भाइले लिएर जाँदैछ भाइ म चाहिँ सब्जी बोकेर गएको ओह्रालो ठारै गाडी ठ्याक्कै पुगिहाल्यो त्यहीँ छ केराहरू सब्जी चाहिँ फ्रेस अहिले भर्खर टिपेको यहाँ बिहान मतिमरकोबाट केरा लानुपर्ने काटिकन हामी चाहिँ काटेर लानुपर्ने केरा फ्रेस मतिमरको चाहिँ इस्कुस पनि फल्नु थाल्यो फ्रेस नयाँ इस्कुस म चाहिँ बोटैमा गएर टिपेर आउँछु यहाँबाट ओइ आमाम इस्कुस हट इस्कुस फल्यो अब यहाँबाट चाहिँ फ्रेस टिपेर लानुपर्ने हुन्छ बोटैबाट ठ्याक्क चुडाउ आलु एकदम कति फलेछ होला इस्कुस चाहिँ आमा जोडै पो रहेछ त हौ निकै पो रहेछ है 5-6 किलो त रहेछ सब्जी चाहिँ फ्रेस अहिले भर्खर टिपेको यहाँ बिहान मतिमरकोबाट केरा लानुपर्ने काटिकन हामी चाहिँ काटेर लानुपर्ने केरा फ्रेस पनि ठ्याक्कै आइपुग्नु भयो यहाँ काम सघाउनु कहाँ छ भएको कुसेली लिएर आउनु भने कुसेली लिएर आउनु नै ए मतिन तौलिने त यहाँ छैन नि मतिन हुन्छ तौलिन्थे एकछिन लाग्छ ठेकाम लाउनु पर्ने बिस्तारो यसै चाहिँ तानै भाइ खिस्टास पार्छ है भाइ तँलाई 3-4 जना हो भाइ कत्रो चाहिँ हो केरा पनि देख्नुभयो यसको यसले उयो नै भाउ उयोले पाउँदैन हेर्नु नि के भएर भन्नु त यसको दामै पाएन अब यस्तो हुन्छ हो नि ठ्याक्कै अङ्कल ठिक्कै यतामा तिमीलाई एकछिन यहाँ राख्नु नुन पो उयो पो हाल्नुपर्छ यहाँ त एकछिन त्यही भएर चाहिँ अलिअलि 2-3 पैसा भए पनि देख्छ नि बिग्रेर जानु भन्दा लगाइदिनु भयो ल धन्यवाद अङ्कल अङ्कलको हाँसतिर लाग्यो हो बिचारा ल धन्यवाद दामी अङ्कलले काम
उन्नति हुन्छ नि सही हो 5 सब्जी उठाएर लाग्यौँ अङ्कल हामी ठिक्कै भयो बोक्यौँ अब लाग्यौँ होइन ल बिहानको ड्युटी सक्यो एक खेप लाग्छ दिउँसो फेरि अलग्गै छुट्टै हुन्छ सही हो अनि यहाँ तलको ल्याएर घरमा उठाएर पठाउनु पर्ने हुन्छ गाडीको बिजनेस हो है गर्ने बिजनेस दामी सक्छ फेरि हेरेर बना यहाँ सामान पनि लान त्यो अब सबै सिबियो यो मेरो बिजनेस हो 7 दिन छैन सपोर्ट छ राप्तीनगरबाट फुल लु अब सामान पनि लानेर रेडी भयो यो सजना चाहिँ कहाँ ल्याउनु भएको तल फोन गर्नुभयो ल सब्जी लिएर गयो साइलीको सुरु भयो सब्जीको बिजनेस लुक एट द भ्यू अर्ली इन द मर्निङ छोरालाई चाहिँ बाजेको के भन्दैछ यो प्लाम गरेर सकिहाल्ने भनेको यहाँ कति छ आज माइला बाजे पनि बोलाएको मिस्त्री होइन माइला बाजे सकिहाल्ने दिन फेरि यस्तो ढुम्म भइरहेको छ कि यस्तो अल्छिलाग्दो दिन भइरहेको छ ढुमेर दिन पनि चिया पनि रेडी गरिसकेँ अब यो चिया पुऱ्याइदिन्छु आज चाहिँ सक्ने अरे नि त चिया बहिनी कहाँ गएछ बाबु भन्न त हम भएको बुमाम दिन दुधु मामा ल चिनी पनि खाने गुठ हो तिमी के हो फुल हो अब म तिमीसँग खाजा बनाउन सघाउनु ल म तिमीको साथी हो नि त नि आज काम पनि सक्यो बल्ल बल्ल प्लम सक्यो 4 बज्न लाग्यो 4:30 5 बज्न आँटिसक्यो 2टा प्लम आज एकैचोटि गयो के हो के काम इन्डियाले खाना बाँड्दैछ यो साइनीको बिजनेस गरेको पैसा अरे ल यहाँ उसलाई अलग्गै छुट्टै उसको सब्जीको पैसा तिम्रै पैसा है साँझ पर्खा चाहिँ अब हामी दुईजना चाहिँ खेल्ने ड्युटी आमाको काम गर्दैछ दिउँसो काम सक्यो खानासाना पनि हामी त दिउँसो बेलुकैको पनि एकैचोटि खान्छ खानासँग अन्त भाइसँग खेल्दै बस्दै भिडियो हेरेको फोन यस्तो फोन हेर्छ कि यसले यस्तो फोन हेर्छ कि आप्पासँग भाइ र आप्पा चाहिँ मिल्छ भन्छ खोइ आप्पा र भाइ हेरौँ त अब भाइ र आप्पा मिल्छ के मिल्छ खोइ अब भाइ र आप्पाको ओइ भाइ र आप्पाको के मिल्दो रहेछ खोइ ओइ लु भाइ र आप्पा त सेम छ क्या हौ खोइ ल सेम छ क्या हामीलाई त भाइ र म त नि आप्पा र भाइ त नि काम सक्यो भाइ चाहिँ म जस्तो छ भन्छ फेरि कतिले साइली जस्तो छ भन्छ सुनेको हेर्नु नि गरिदिनु भाइ हेलो हेलो गरिदिनु त आप्पा भ्लग गर्नुभएको हेर्नु नि हेलो हेलो गर्नु त भाइ हेलो हेलो गर्नु नि हेलो हेलो रमाउनु हाँस्नु बेलुकाको टाइम पास अब एकछिन नानीसँग खेल्ने उ हेरेको हेर्नु अप्पै फोनै त फर्कियो त्यस ल्याउँछकै पारा मैले माला दिएँ थियो पक्रिरहेको माला पक्रे
बिजनेस चाहिँ फर्स्ट डे चाहिँ कस्तो लाग्यो? केराले धोका, के भयो? केरा जाँदा जाँदै कालो भयो। केरा के भएर काटेर पठाएको थिएँ कालो भयो अनि काटेर चाहिँ नपठाउनु अरे नि त अन्त त्यो डल्लै कार्टुन बनाउनु अरे। बिजनेस गर्नु चाहिँ फाइदा छ कि नोक्सान छ? अलिक लार्ज स्केलमा गर्नु सक्यो भने चाहिँ फाइदा लाग्यो, ठिकै चाहिँ ठिकै मात्रै जस्तो लाग्यो नि गर्ने। तर हवस् त जोस पुरा गर्नु चाहिँ गर्ने होइन भाइ। अब सुरुमा त कम्ती सुरु हुन्छ नि त होइन। अब सबैले थाहा हुनु पर्यो सब्जी उठाउँदैछ यहाँ नि। अझ अपिल गर न नि। त्यही त अझै पनि सब्जी अब देशी सब्जी चाहियो भने देशी सब्जी चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नुहोस् अझै होइन। कालिम्पोङसम्म चाहिँ आइपुग्छ ल नि कि सिलगढी आइपुग्छ? सिलगढी भन्दै थियो, सिलगढी पनि जाँदैन। अब सिलगढी त टाढो भयो नि त हो। जो कालिम्पोङबाट यो भिडियो हेर्नु हुँदैछ भने चाहिँ कमेन्टमा भनिदिनुहोस् है त।